ल हेर्नुहोस् है, अब यो अटम र विन्टरमा चाहिँ यो बोट सबै बन्द हुन्छ। अनि यो घर पनि यहाँभित्र खेल्ने क्याफे यो हेर्नुभयो भने यहाँ देख्नुहुन्छ। अगाडिबाट चाहिँ मान्छे मात्रै देख्नुहुन्छ, तर साइडबाट चाहिँ यो हेर्नुहोस्, यो चाहिँ घोडा हो। पहिले चाहिँ अब ट्रान्सपोर्टेसनहरू त्यति नभएको। यो चाहिँ जति पनि हाम्रो लडाइँमा बित्नुभएका कमरेड्सहरूको सम्झनामा रिमेम्बरेन्स डे हुन्छ युकेमा जहिले पनि नोभेम्बर 11 मा। हेलो, गुड मर्निङ अनि नमस्कार सम्पूर्णमा। आज दिन एकदम घमाइलो छ। घमाइलो दिनको साथसाथमा आज ब्लग सुरु गरेका छौँ। आज यहाँ तपाईँहरूलाई धेरै टाढाको त होइन, वरिपरिको अहिलेको अवस्था कस्तो छ, यो विन्टर अथवा अटम चेन्ज भयो, त्यसपछि विन्टर आउँदै जाँदाखेरि सबै पातहरू झर्छ। अनि पहिलेको अवस्था कस्तो थियो, अहिलेको कस्तो छ भनेर हजुरहरूलाई म देखाउँछु। यहाँहरू मेरो ब्लगलाई माया गर्दै गर्नु होला, हेरिदिनु होला, धन्यवाद। ल हेर्नुहोस् है, अब यो अटम र विन्टरमा चाहिँ यो बोट सबै बन्द हुन्छ। अनि यो घर पनि यहाँभित्र खेल्ने क्याफेदेखि लिएर सबै आइसक्रिम अनि स्न्याकहरू हुन्थ्यो, त्यो पनि सबै बन्द भएको छ। सम्म भएर बगेको छ अहिले चाहिँ यो पानी। पारि रुखहरू हेर्नुहुन्छ भने प्राय पात झरिसकेको छ, यस्तरी बगेको छ। यो सानो खोला पनि अहिले हेऱ्यो भने चाहिँ यति ठुलो भइरहेछ अहिले। हेर्नुहोस्, यहाँ बाउ छोरा फिसिङ गर्दैछ। सानो बोटहरू पनि त्यत्तिकै अहिले थन्किरहेछ। क्याफे बन्द। र यो यहाँको चाहिँ हिँड्ने फुटपाथ हो। यो अगाडि सरर जाने, यहाँ दाहिनेपट्टि चाहिँ खोला छ। खोला अहिले निकै ठुलो भइसकेको छ, तल देख्न सक्नुहुन्छ। कस यहाँबाट चाहिँ माछा आएको देख्छ कि भनेर आएको, तर पानी एकदम धेरै भएकोले गर्दा अहिले त्यति नदेखिँदो रहेछ। अलि पानी कम भएको बेला चाहिँ सामान अनि ब्राउन ट्राउटहरू यो माथि आएको देख्छ। अनि यो यताबाट चाहिँ क्यानलमा लाने पानी यहाँबाट छुट्याएर लगाएको छ। यहाँबाट छुट्याएर त्यहाँबाट त्यहाँ मेसिन छ, त्यो ओपन गरेर पठाइदिएको। ल अब यो अटमको सिजनमा चाहिँ यस्तो छ यहाँको वेदर। रुखको पात सबै झरेर पानी खोलामा पनि भल बढेर यस्तो छ हालत। यो तल अगाडि देखेको चाहिँ पहिले घोडाहरू राख्ने हो, किनभने सामान ओसार पसारमा धेरै घोडाहरू चलाउँथे पहिले, त्यही भएर बेलुका राख्ने ठाउँ चाहिँ यही हो घोडाको। अहिले क्यानल सबै पानी परेर एकदम धमिलो भएको छ। रुखको पातहरू सबै झरिसक्यो। अब स्प्रिङ नआउन्जेल अब यो पलाउँदैन। यो हेर्नुभयो भने यहाँ देख्नुहुन्छ
अगाडिबाट चाहिँ मान्छे मात्रै देख्नुहुन्छ, तर साइडबाट चाहिँ हेर्नुहोस्, यो चाहिँ घोडा हो। पहिले चाहिँ अब ट्रान्सपोर्टेसनहरू त्यति नभएको बेला चाहिँ प्रायः सबैले घोडाहरू चलाउँथे, अनि घोडाले चाहिँ तान्ने यहाँ यसरी तानेर लान्थ्यो। धेरै अगाडि बनाएको, तर यो अहिलेसम्म मजाले बसिरहेछ, मजाको छ यो। यहाँ तल मैले तबेला देखाएको थिएँ, त्यहाँ चाहिँ घोडा बस्ने। अब यिनीहरूले तान्ने चाहिँ यस्तै हो चिजहरू। यहाँ छ सबै इन्फर्मेसन। भन्नाले अलिकति बादल सादल राखेको अनि पानी पर्दै गरेको त्यति राम्रो छैन। यो रातो चिज चाहिँ अझै फलिरहेको रहेछ, के हो यो? चिसोमा पनि निकै थाम्ने रहेछ यो चाहिँ। यो अगाडि चाहिँ सबै रग्बी खेल्ने ग्राउन्ड हो, अनि यहाँ समरमा थुप्रै खालको प्रोग्रामहरू पनि हुन्छ, एनिमल सोदेखि लिएर सबै। अनि यहाँ यता बत्ती देख्नुहुन्छ जताततै, प्रायः उनीहरू चाहिँ राति गल्फ के अरे गल्फ भने चाहिँ रग्बी खेल्छ, अनि राति प्र्याक्टिस गरिरहेको हुन्छ। वेदर चाहिँ हेर्नुहोस् सबै कुहिरोले ढाकेछ। यो चाहिँ जति पनि हाम्रो लडाइँमा बित्नुभएका कमरेड्सहरूको सम्झनामा रिमेम्बरेन्स डे हुन्छ युकेमा जहिले पनि नोभेम्बर 11मा 11:11 गएर 11 सेकेन्ड जाँदा चाहिँ यो गर्नुहुन्छ। यो चाहिँ ब्रेकन टाउनको हो। आफ्नो समुदायले, आफ्नो बट्टालाइनका मान्छेहरूले अनि आफ्नो जति पनि यहाँ हुनुभएका प्रायः सबै सङ्घ संस्थाले चाहिँ यसरी चढाउनु भएको छ। यहाँ पनि यसरी बनाउनु भएको छ यहाँको महानुभावहरूले। यो पपी फुल जस्तै बनाउनु भएको छ, तर यो सबै धागोबाट बुनेको हो।